Happy birthday to you. माया हुन्न अंग्रेजी मन पित्र हुन्छ मेरो माया तिम्रो माया अजम्बरी हुन्छ भन भन ल I love you I love you I love you हेलो गाइज उता बारबेक्यू पार्टी प्लस बर्थडे पनि थियो त्यो सकेर चाहिँ अहिले हामी घरमा आइसकेका छौं अब कहाँ जान्छौं त अस्ट्रेलियामा चाहिँ इस्टर लागिराछ नि त उता इस्टरको मेला जस्तो कस्तो छ रे कस्तो छ त्यहाँ गएर हजुरहरुलाई देखाउँछु है त त्यही हो गाइज जान लाग्यो फेरि बाहिर त कस्तो जाडो छ सो ज्याकेट लगाएर जाम भनेर म चाहिँ फेरि ज्याकेट लगाएर कहाँ जान्छु त म ज्याकेट लगाएर हेर्दै गर्नु लेट्स गो दिदी जाम छिटो ढिला भइसक्यो आइपुग्यो हेरौ है त के कस्तो छ माहौल पोरो पनि गएको थियौँ दिदी र म मात्र आएको थियौँ पोरो चाहिँ योचोटि चाहिँ दिदी आमा बाबा को आउनु भएको छ हामी चाहिँ योचोटि चाहिँ धेरै छौँ लेट्स गो गाइज कस्तो छ पोरोको जस्तो रमाइलो छ कि छैन हामी चाहिँ दिदी र म जाँदैछौँ बाबा मम्मी आइसक्नु पऱ्यो बाबा मम्मी दिदीहरू चाहिँ सो हामी चाहिँ उहाँहरूसँग भेट्दैछौँ अनि त्यसपछि हामी भित्र छिर्छौँ कस्तो हुन्छ त्यो चाहिँ हेर्न बाँकी छ हेलो मम्मी नमस्ते बाबा नमस्ते नमस्ते दिदी जान त नि केही पनि छैन यति रहेछ के भएको दिदी गेम त योचोटि भोलि हुन्छ कि के थाहा ल हामी हतारमा छिटो आयौँ के मम्मी किन आए जस्तो लाग्यो त छैन नि केही छैन बिचारा मम्मीलाई के देखाउन केही छैन प्र्याङ्क हान्यो हामीलाई पोरो साल यति चाहिँ खासमा समथिङ डिफरेन्ट चीज भन्दा सफ्ट मिठो हुन्छ हल्का कस्तो लाग्यो आलु मिठो अर्कै के टेस्टमै अर्कै त्यही भन्दा यो बेटर रहेछ यो त कस्तो लङ पोटाटो एकदमै लङ रहेछ मिठो भयो तपाईलाई नाइस ए पोटेटो खाना आएको जस्तो भयो कसैले सकेन नै यति नजिक त भयो ओहो हुँदैन त बाटो आइज लाइट बाल्यो हे के भन्नुहुन्छ मम्मी यो विषयमा अब घरतिर जाने कि यति बस्ने कुनै मान्छेले चाहिँ इन्ट्रेस्ट भएको मान्छे चाहिँ यहाँ आएर मुभी हेरेर बसिरहेको छन् हामी चाहिँ घरमै हेर्ने यसरी गाइस हामी चाहिँ फर्किने लाग्यो त्यही हुन्छ अब हामी छुट्टिनुपर्छ बाई बाई दिदी बाई बाबा दिदी बाबा मम्मी चाहिँ जानुभयो अब चाहिँ हामी दिदी र म चाहिँ आफ्नो गाडीमा यतादेखि जानुपर्छ हामी घरतिर लाग्नुपर्ने हुन्छ अब चाहिँ म जान्छु पार्कतिर म चाहिँ आज यतिकै काम थिएन फ्लूको खोप लाउनु पर्ने थियो त्यो सो फ्लूको खोप लाएर म चाहिँ नजिकै भएको पार्कमा यसो एक्लै घुम्दिउँ एक राउन्ड लगाइदिउँ भनेर नजिकैको यो रोज गार्डन भन्ने ठाउँ सुनिरहेको तर म फर्स्ट टाइम आउँदैछु फर्स्ट टाइम छिरे भित्र चाहिँ रोजहरू कतिको छ नाम चाहिँ रोज गार्डन हो कतिको छ फुलहरू हेरौँ यसो अन्त रोज गार्डनमा कतिको रोजहरू छन् त्यो म तपाईहरुलाई देखाउँछु हेर्दिनुस् है त सानो बोर्डहरू पनि कस्तो राम्रोसँग फुलेको कि कस्तो राम्रो लागेको पार्ट छ मेरो यो हिँड्ने सर हिँड्ने बाटो यस्तो रुख छन् कि
कुरा गरौँ है त अनि त्यसपछि चाहिँ बस आउने टाइम हुन्छ अनि चाहिँ म लाग्नुपर्ने हुन्छ कहाँनिर बस मलाई यसरी भुइँमै बस्न मन लाग्छ कि भुइँमा यसरी भुइँमा यसरी बस्न मन छ मोबाइल अड्डिँदैन अड्ड्यो एक्कासी म यसरी पार्कमा कसरी आएँ भन्नुभयो होला अगाडि घरदेखि हिँड्दाको भिडियो किन बनाइन भन्नु होला अघि चाहिँ दिदीको चाहिँ अहिले काम छ आफ्टरनुन अनि सो मलाई चाहिँ यहाँ फार्मेसीसम्म दिदीले छोडिदिनु भएको दिदीसँग बस्दा अब दिदीसँगै कुरा गर्दा गर्दा आउँदाखेरि भिडियो गराउन पाइएन अहिले त एक्लै छु फार्मेसीदेखि नजिकैको पार्क हो के हो मैले पहिले देखेको थिएँ तर म आजसम्म यहाँ भित्र छिरेको थिइनँ कि यो पार्कमा अनि एक्लै भएपछि छिर्ने मन लाग्दो रहेछ कस्तो राम्रो तर कस्तो राम्रो लाग्यो म अघि नैदेखि बसिरहेको छु धेरै मैले इन्जोय गरेँ कस्तो उतातिर घाम लागिरहेछ तर यता रुखहरू छन् के ठुल्ठुलो रुखहरू अनि शीतल अनि चराचुरुङ्गीहरू त्यही माथि फुलहरू आहा राम्रो छ मैले खोप लगाइसकेँ यो 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 हातमा लागेको नि त मैले यो हात यो साइड यस्तो दुख्ने लागिसक्यो अहिले झमझम झमझम गर्ने लागिसक्यो त्योभन्दा अगाडिको वर्ष पनि मैले फ्लूको खोप लगाउँदा मलाई कस्तो ज्वरो आउने यो चोटि पनि त्यस्तै हुन्छ भने डर लागिसक्यो अहिले नै यता दुख्न लागिसक्यो लगाइदिए कस्तो दुख्न लागिसक्यो साँच्ची भनेको मेरो यो हात यहाँनिरको यो म कसरी जानु अब एक्लै घर त्यही हो अब चाहिँ म बिस्तारै बिस्तारै गाडी चढ्ने ठाउँमा जानुपर्छ फेरि गाडी पनि छुट्यो भने फेरि 1 घन्टा कुर्नुपर्छ सो त्यही हो गाइज म चाहिँ अब बस लाग्ने ठाउँतिरसम्म जानुपर्ने हुन्छ पार्कमा सब राम्रो एकदम यस्तो कलरको चाहिँ उभिएको नजिक भएको मैले देखेको कलरहरू हजुरहरूलाई देखाइदिन्छु है चाहिँ देख्नु नै भयो होला सबैजनाले यस्तो गोप्टे बन्नुपर्छ ल है त म चाहिँ अब गाडी चढ्ने ठाउँ जान्छु यसो मोबाइलमा म्याप हेर्नु पर्ने छ कि कहाँदेखि लाग्छ मलाई ठ्याक्क थाहा छैन सो गाइज म चाहिँ अब गाडी कुर्ने ठाउँमा गएर देखाउँछु है त बाई त्यही हो म चाहिँ अहिले बस कुरिरहेको छु ठिकै कुरिरहेको छु अब लौ हेरौँ कतिखेर आउँछ गाह्रो भयो हात दुखिरह झन् बेतै बस्नु परिरह चाहिँ अर्को ठाउँ जाने हो अब चाहिँ आउनु त आउँछ कतिखेर आउँछ अर्को म चाहिँ अहिले बसबाट झरिसकेँ अब बसदेखि झरेर पनि हाम्रो रुममा जान फेरि 4-5 मिनट हिँड्नुपर्छ कि सो म चाहिँ अहिले हिँडेर जानुपर्ने हुन्छ घरमा देखिरहेछ त्यही गाई फाइनली म चाहिँ घरमा आइपुगेँ यो हात चलाउनै माना भएन दुखेर ओ माई गड अब 1 वर्षसम्म ढुक्क 1 वर्षसम्म चाहिँ फ्लूको खोप लाउनु पर्दैन त्यही गाइज लास्ट दुख्या छ त्यही हो थ्याङ्क यू सो मच गाइज भिडियो हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद अनि लाइक कमेन्ट सेयर सब्सक्राइब त झन् बिर्सिँदै नबिर्सिनु होला है त भेटौँला अर्को भ्लगमा थ्याङ्क यू सो मच गाइज अगेन बाई